पूर्वी दक्षिण भेगमा अवस्थित एक सुन्दर र सम्भावना बोकेको भूगोल हो ओडा नम्बर 2। साबिकको ओराङ गाविस नै अहिलेको ओडा नम्बर 2 हो। भौगोलिक विकटताका बीच पनि प्रकृतिको अनुपम वरदान र अमूल्य धार्मिक सम्पदाहरूले भरिपूर्ण यो ओडा आफैमा एउटा पर्यटकीय सम्भावना बोकेको भूमि हो। हिजोका दिनमा दूरदराजको एउटा कुना बनेर विकासको मूल प्रवाहबाट निकै पछि परेको ओराङले लामो समयसम्म अभाव र उपेक्षाको सामना गरिरह्यो। तर देशमा स्थानीय सरकारको आगमन भएसँगै यस ओडाले विकासको एउटा नयाँ र सुनौलो दिशा निर्देशन गर्ने अवसर पाएको छ। स्थानीय जनप्रतिनिधिको कुशल नेतृत्व र जनभावनाप्रतिको उत्तरदायित्वले गर्दा वर्षौंदेखि सुस्ताएको ओराङमा अहिले विकासको नयाँ लहर फैलिन थालेको छ। ओडा अध्यक्ष दीपक ठकुरी लगायतका जनप्रतिनिधिहरूको टोली अहोरात्र खटिएर जनताको जीवन बदल्ने उद्देश्यका साथ अघि बढिरहेका छन्। कुनै पनि भूगोलको समृद्धिको पहिलो ढोका सडक पूर्वाधार हो। विकट पहाडी धरातल र कठिन भूबनोट भएको बिगु गाउँपालिका ओडा नम्बर 2 मा विगतका वर्षहरूमा यातायातको पहुँच नहुँदा स्थानीय नागरिकले ठूलो शास्ति भोग्नु परेको थियो। बिरामीलाई अस्पताल लैजान होस् या गाउँमा फलेका कृषि उपजलाई बजारसम्म पुर्याउन हिलो र धुलोको कठिन यात्रा गर्नु यहाँको नियति बनेको थियो। तर अहिले ओडाले सडक सञ्जाल विस्तारको क्षेत्रमा ठूलो फड्को मारेको छ। अहिले ओडा कार्यालयबाट सिंगटी बजारसम्म हिउँद बर्खा दुवै सिजनमा सार्वजनिक बस सञ्चालन हुँदै आएको छ। यातायातको सुविधाले नागरिकलाई ठूलो सहजता मिलेको छ। ओडाको मुख्य सडक जगत हुँदै लामा बगरसम्म पुग्छ। हाल यस सडकको स्तरोन्नति कार्य भइरहेको छ। सडकलाई सुरक्षित बनाउन विभिन्न ठाउँमा मेसिनरी वाल र ग्याबिन वाल निर्माण गरिँदैछ। पहिलो बाटो त सर सबै खाल्डा खुल्टी हिलो एकदम हुँदै नहुने खालको थियो नि गाल्डुङडुङको। अहिले त धेरै राम्रो छ सर पहिलाको भन्दा त। पहिला हामी जस्तो हिलो कच्ची रोडमा हिँड्थ्यौँ भने अहिले त पक्की नै जस्तो सोलिङ गरेर अहिलेसम्म गाउँमा राम्रै भइरहेको छ। ओराङ सिँगाटीदेखि राम्रै अहिले पनि भर्खरमा सिँगाटी भएर आएको राम्रो अझै विकास हुँदैछ राम्रै छ। ओडाको हार्चे भिर क्षेत्रमा अझै करिब 5 देखि 7 मिटर ट्र्याक खोल्न बाँकी रहेको छ। कठिन भूगोल र भिरका कारण यो खण्ड लामो समयदेखि चुनौतीपूर्ण बनेको छ। यो सडक पूर्ण रूपमा सम्पन्न भएपछि ओराङ ओडा कार्यालय र पालिका भवनसम्मको पहुँच सहज हुनेछ। साथै जगत, बाँसपानी र देउलाङ क्षेत्रका स्थानीयको आवत जावत पनि सहज र सुरक्षित बन्नेछ। यो हार्चे खोला भन्ने हो। त्यहाँनिर चाहिँ अब यस्तो खालको समस्या आइपरेको छ। उता देउलाङपट्टिको बस्तीहरूले जुन एउटा ओडामा आएर एउटा सेवाग्राही लिनको लागि पनि एउटा ठुलो समस्या भइरहेको छ। त्यहाँनिर चाहिँ एउटा झोलुङ्गे पुल पनि नभएको अवस्था, सडक पनि विस्तार गर्न नसकेको अवस्था, त्यसमा पनि जम्मा 5 मिटरदेखि लिएर 10 मिटरसम्मको लागि चाहिँ बाटो खन्नलाई बाँकी छ। त्यो चाहिँ यस्तो चट्टान छ कि जुन एउटा प्राविधिक इस्टिमेट अनुसार पनि हामीले प्राविधिकहरूसँग बारम्बार त हामीले त्यहाँनिर कुरा राख्यौँ यो कसरी अगाडि बढाउन सकिन्छ भन्दाखेरि यो चाहिँ कुनै ठाउँमा पनि यस्ता खालको ढुङ्गाको चट्टान कडा चट्टान भएर यसको जुन एउटा खालको क्वान्टिटी निकाल्नको लागि अथवा उनीहरूलाई मेजरमेन्ट उठाउनको लागि पनि धेरै गाह्रो भएको र उपभोक्ता समिति मार्फत पनि काम गर्न नसकिने। फेरि त्यहाँ के छ भनेदेखि एकदम ब्लास्ट गर्नु पर्यो। ब्लास्ट गर्नको लागि ओडाले नसकिने, चाहेर पनि नहुँदो रहेछ। हामीले त जहाँसम्म लाग्छ यो सडक चाहिँ जोड्न पाएदेखि उता देउलाङबाट आउने, बाँसपानीबाट आउने या ओराङबाट बाँसपानी जानेको लागि एउटा सहज वातावरणको लागि एउटा त्यो सडक एउटा नाका खुल्थ्यो जस्तो लागिरहेको छ। अब राज्यको दृष्टिकोण पनि कस्तो छ भनेदेखि अब ओडाको बजेट, पालिका बजेटले खासै त्यस्तो खालको नसकिने, तर माथि प्रदेशबाटको त्यो ठाउँमा अहिलेको सरकारले खासै त्यस्तो खालको त्यो ठाउँमा ध्यान नपुर्याएको, माथि सङ्घको सरकारले पनि अब केन्द्रबाट पनि नपुर्याएको, उता प्रदेशबाट नपुर्याएको कारणले गर्दा हामी एकदम मारमा परिरहेका छौँ।
त्यस्तै ओडा नजिकको देउलाङ भेरदेखि कालडाँडा भेरका कारण सडक अझै पूर्ण रूपमा जोडिन सकेको छैन। कठिन भूगोल र भिरको संरचनाका कारण यो खण्ड लामो समयदेखि अवरुद्ध जस्तै बनेको छ। तर अहिले उक्त भिर काटेर सडक ट्र्याक खोल्ने ओडाको तयारी छ। करिब 300 मिटर सडक जोडिएपछि बिगु एक लामा बगर ठाडी क्षेत्रका स्थानीय बासिन्दाहरूलाई पालिका भवनसम्म पुग्न सहज हुनेछ। साथै चिलङ्खा, लादुक, बुलुङ र उराङ क्षेत्रका स्थानीय बासिन्दाहरूलाई धार्मिक तथा पर्यटकीय स्थल बिगु एकमा रहेको देउलाङ्गेश्वरी मन्दिरसम्म पुग्न अझ सहज पहुँच प्राप्त हुनेछ। ओराङका गाउँ र बस्ती बस्तीलाई जोड्ने सडक सञ्जालको विस्तार र त्यसलाई व्यवस्थित बनाउने काममा ओडाको विशेष प्राथमिकता छ। हाल गुम्बा छेउको सडक, ऐतिहासिक तथा पर्यटकीय ठाडो खोला महादेव मन्दिर जाने सडक र लामपुर सडक ढलान गरिएको छ, जसले गर्दा पहाडी भूगोलमा बर्खे भेल्ले सडक बिग्रिरहने समस्या दूर भएको छ। त्यसो त गाउँभित्रका बस्तीहरूमा गोरेटो बाटो व्यवस्थित नहुँदा स्थानीयहरूलाई ठूलो समस्या थियो। अहिले भने हरेक बस्तीमा व्यवस्थित सिडी बाटो निर्माण गरिएपछि स्थानीयलाई दैनिक काममा हिँड्न र केटाकेटीहरूलाई स्कुल जान पनि निकै सहज भएको छ। पहिला यो बाटो नबनिँदाखेरि हिँड्न नि गाह्रो थियो सर। बर्खामा पानी पर्दा नि स्कुल जानु भुरालाई अप्ठ्यारो, अनि भालबेलले फेरि खोल्दा खाल्ची बनाउने, राति हिँड्न नि फेरि सर्पको डर र उसको डर थियो। अहिले चाहिँ यो सिडी बाटो आइसकेपछि अब राम्रो हुने रहेछ, भुरालाई स्कुल जाने सुविधा हुने रहेछ। र एउटा कुरो पहिला हामीले भएको कुरा चाहिँ अब पहिला राति हिँड्न डर लाग्थ्यो, सर्पको डर। बिरामी उपचारमा गर्न राति हिँड्न नि अप्ठ्यारो हुन्थ्यो। अब चाहिँ यो सिडी बाटो आएर राम्रो हुने भएछ सर। अब सबै सुविधा हुने भयो हाम्रो गाउँमा। पहिला जस्तो दुःख कष्ट भोग्नु चाहिँ नपर्ने भयो सर भन्ने। ओडामा हाल 75% भन्दा बढी सिडी बाटो निर्माण भएको छ भने अब बाँकी 25% पनि यसै वर्षको बजेट मार्फत सम्पन्न गर्ने ओडाको लक्ष्य छ। सडकसँगै गाउँका रणनीतिक स्थानहरूमा पक्की तथा झोलुङ्गे पुलहरूको निर्माण, ओडा कार्यालय र सामुदायिक भवनहरूको सुदृढीकरण जस्ता भौतिक पूर्वाधारका कामहरू द्रुत गतिमा भइरहेका छन्। केसम्म भएको थियो भनेदेखि यो ओराङ खोलामा चाहिँ एउटा पुल नहुँदाखेरि त्यहाँनिर एउटा बिरामी मान्छेहरू लानु पर्दाखेरि पनि डोकामा बोकेर लानुपर्ने अवस्था, उतापट्टिबाट फेरि अर्को खोला भएको कारणले गर्दा त्यहाँबाट पनि लान नसक्ने, उताबाट दुवैपट्टिको निकास नभएको। अहिले पछिल्लो लटमा चाहिँ एउटा हामीले यो जुन एउटा टाइबा भनिमा पनि एउटा हामीले झोलुङ्गे पुलको लागि सबै प्रक्रिया अगाडि बढाएर सामानहरू झारिसकेर केही मात्रामा आदि कामहरू गरिसकेका छौँ। यो चुट्टी लगभग हामी जहाँसम्म लाग्छ अहिले पनि फेरि परदेशबाट 20 लाख रुपियाँ पैसा आएको छ। आइसके पछाडि यो वर्ष चाहिँ हामीले भदौ असोजमा काम गरेर यो मङ्सिर पुससम्ममा चाहिँ हामीले यो सकिसक्ने भन्ने खालको हेतु राखेका छौँ। त्यो कामहरू अगाडि बढाइराखेका छौँ। त्यसै गरी साबिकको ओडा नम्बर 1 र बाँसपानी सुन्तला टोलमा बस्ती संरक्षणका लागि खोला खोल्सीबाट हुने कटान नियन्त्रणका लागि मेसिनरी वाल, ग्याबिन वाल तथा नाला निर्माणको काम पनि गरिएको छ। विभिन्न जोखिमयुक्त स्थानमा ग्याबिन वाल निर्माण गरी कटान नियन्त्रण तथा बस्ती संरक्षणलाई व्यवस्थित बनाइएको छ। धेरै ठाउँमा यो बस्ती संरक्षणको लागि वालहरू धेरै ठाउँ लगाउनु पर्ने भएको हुनाले पानीको बाब बढी छ। पानी यो चाहिँ सिमखेत जस्तो भएको हुनाले धेरै जस्तो यस्तै प्रोटेक्सन वालहरू लगाइराखेको छ। अब पहिला त धेरै समस्या थियो। अहिले अब यो वडाको कतिपय पालिका प्रदेश सबैतिरको सहयोगबाट अहिले चाहिँ धेरै राम्रो विकास भएको छ, राम्रो संरक्षण भएको छ। अहिले धेरै राम्रो छ। समाजको दिगो विकासमा शिक्षा क्षेत्रको भूमिका निकै गहिरो हुन्छ।
सोही मान्यताका साथ बिगु गाउँपालिका वडा नम्बर 2 ले शिक्षा क्षेत्रको आमूल सुधारलाई आफ्नो मुख्य एजेन्डा बनाएको छ। वर्तमान वडा नेतृत्वले विद्यालयहरूको भौतिक संरचना सुधारदेखि लिएर प्राविधिक शिक्षाको जग बसाल्न विशेष योजनाहरू लागू गरेका छन्। हाल वडाभित्र रहेका सामुदायिक विद्यालयहरूका पुराना भवनलाई विस्थापित गरी सुरक्षित र बाल मैत्री भवनहरूको निर्माण गरिएको छ। साथै विद्यालय क्षेत्रमा सुरक्षित घेराबार र बाल मैत्री कक्षा कोठा निर्माण गरी बाल बालिकाको पठन पाठनलाई बाल बालिका मैत्री बनाइएको छ। आजका बालबालिकालाई भोलिको डिजिटल युगका लागि सक्षम बनाउन विद्यालयहरूमा आधुनिक पुस्तकालय, कम्प्युटर ल्याब, साइन्स ल्याब, इन्टरनेटको पहुँच पुर्याउँदै शैक्षिक गुणस्तर सुधार्न डिजिटल माध्यमबाट पठन पाठन गराउने कार्यको थालनी गरिएको छ। यसै प्रयासको सुखद परिणाम स्वरूप वडाको एकमात्र देवलिङ्गेश्वर माध्यमिक विद्यालयले गत वर्ष र यस वर्ष लगातार एसई परीक्षामा 100% विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ। पालिका स्तरीय कक्षा 8 र अन्य कक्षाहरूको नतिजामा पनि उल्लेखनीय सुधार आएको छ। यसरी एसईमा उत्कृष्ट अङ्क ल्याउने साथै कक्षा 3, 5 र 8 मा पनि उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई गाउँपालिकाले एक कार्यक्रमका बीच पुरस्कार सहित सम्मान गरेको छ। साथै उत्कृष्ट शिक्षक र प्रधानाध्यापकलाई पनि सम्मान गरिएको छ। यसले विद्यार्थी र शिक्षक दुवैलाई थप ऊर्जा र उत्प्रेरणा प्रदान गरेको छ। मैले नेपाली विषयमा उत्कृष्ट 33.4 औसत विद्यालयमा निकाल्न सक्छु। विपन्नताकै कारण कोही पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर छात्रवृत्ति र प्रोत्साहन कार्यक्रमहरू सञ्चालन गरिएका छन्। विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले लागू गरेको दिवा खाजालाई व्यवस्थित बनाई गाउँकै स्थानीय अर्गानिक खानेकुराहरू समावेश गरेर वितरण गर्ने गरिएको छ। शिक्षकहरूको क्षमता अभिवृद्धि तालिम र नियमित अनुगमन मार्फत कक्षा कोठाको सिकाइलाई अझ प्रभावकारी र गुणस्तरीय बनाइएको छ। उराङका बालबालिकाहरू अब केवल साक्षर मात्र होइन, बरु प्रतिस्पर्धी र दक्ष जनशक्ति बन्ने दिशामा अघि बढिरहेका छन्। त्यसो त विद्यालयमा शैक्षिक विकासका अतिरिक्त विद्यार्थीको चौतर्फी क्षमता अभिवृद्धिका लागि वक्तृत्व कला र हाजिरी जवाब जस्ता अन्य अतिरिक्त क्रियाकलापहरू नियमित सञ्चालन भइरहेका छन्। युवा तथा विद्यार्थीहरूमा खेलकुदको विकास गर्न वडा स्तरमा समय समयमा विभिन्न प्रतियोगिताहरू आयोजना गरिँदै आएको छ। यसका साथै गाउँमा सुविधा सम्पन्न बाँसपानी खेलकुद मैदान निर्माण गरेर युवाहरूलाई खेलकुदमा प्रोत्साहित गरिएको छ। हामी शिक्षा क्षेत्रमा पहिलो प्राथमिकता राख्नुपर्छ भनेर त्यही अनुसार सरसल्लाह गरेर यो चोटि चाहिँ हामीले पालिकाको बजेट नपुगेको कारणले गर्दाखेरि अप्पर 5औँबाट पनि हामीहरूले यो स्कुल श्री देवलिङ्गेश्वर माध्यमिक विद्यालय 15 लाख रुपियाँ पैसा हामीले खेल मैदानको लागि भनेर उपलब्ध गरायौँ। त्यसै गरी तल्लो देउलाङखानी प्राइबीलाई पनि पालिकाकै बजेटमा 5-7 लाख रुपियाँ त्यो खेल मैदानकै लागि उपलब्ध गराएका छौँ। त्यो नभइकन एउटा संस्थाले पनि त्यो ठाउँमा सहयोग गरेको छ। र अर्को कुरा चाहिँ के छ भनेदेखि ओराङ गाविस पहिलाको साबिक ओराङ गाविसको हकमा पनि वार्ड नम्बर 1 देखि 9 वडाहरूमा हामीहरूले खेल मैदानको लागि भनेर बाँसपानीमा त्यहाँको टोल जतिलाई चाहिँ युवाहरूलाई जति पनि एउटा गेमहरू खेलाउनलाई केहीलाई सहज हुन्छ भनेर एउटा खेल मैदान निर्माण गरिदिएका थियौँ हामीहरूले। यो वडाबाट बजेट छुट्याएर त्यहाँ पनि राम्रोसँग सञ्चालन भइरहेको छ। र अन्य कुराहरू चाहिँ जस्तै अब ओराङको यार्साको माथि चौरमा पनि हामीले खेल मैदानहरू निर्माण गरेका छौँ। युवाहरूले जति पनि खेलकुदको लागि उहाँहरूले इच्छा आकाङ्क्षा राख्दाखेरि त्यो ठाउँमा चाहिँ हामीले कार्यक्रमहरू आयोजना गरेर प्रत्येक वर्ष हामीहरूले भलिबल हुन्छ कि अब कस्तो खालको नयाँहरूको कार्यक्रमहरू योजना गर्दाखेरि पनि हामीले त्यसलाई चाहिँ पहिलो कुरामा समेटेर राखिएको हुन्छ। कुनै समय सामान्य उपचारका लागि पनि घण्टौँको जोखिमपूर्ण यात्रा गरेर टाढाका अस्पताल पुग्नुपर्ने बाध्यताका नागरिकलाई अहिले ओराङ स्वास्थ्य चौकी बनेपछि निकै सहजता मिलेको छ।
विशेष गरी सुत्केरी महिला, वृद्ध र बालबालिकाहरूमा स्वास्थ्य सेवाको पहुँच पुगेको छ। गाउँमै दक्ष स्वास्थ्य कर्मी र अत्यावश्यक औषधिहरूको निरन्तर उपलब्धता सुनिश्चित गरिएकाले सामान्य उपचारका लागि पनि सिंगटी बजार धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। भौगोलिक रूपमा टाढा रहेका र आर्थिक रूपले विपन्न नागरिकहरूका लागि टोलमा निशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरी विशेषज्ञ सेवा घर दैलोमै पुर्याइएको छ। महिला स्वास्थ्य स्वयंसेविकाहरूको परिचालन मार्फत मातृ शिशु स्वास्थ्य र पोषणका कार्यक्रमहरूलाई गाउँको कुना कुनासम्म पुर्याइएको छ। त्यसै गरी सुत्केरी महिला र बालबालिकालाई पोषण कार्यक्रम अन्तर्गत नेपाल सरकारबाट प्राप्त बजेट मार्फत प्रत्येक सुत्केरी महिलालाई 25,000 का दरले प्रोत्साहन भत्ता वितरण गरिएको छ। स्वास्थ्य सेवामा अत्यावश्यक औषधिको उपलब्धता र विभिन्न स्वास्थ्य सामग्रीहरूको वितरणसँगै विभिन्न रोगहरूको उपचारका लागि स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाउने कार्यमा स्थानीय तह हरदम लागिरहेको छ। सफा खानेपानी पिउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो। बिगु गाउँपालिका वडा नम्बर 2 को ओराङ क्षेत्रमा विगतमा खानेपानीको ठूलो संकट थियो। यहाँका नागरिकलाई एक गाग्री पानी भर्न घण्टौं समय खर्चिनु पर्ने बाध्यता थियो। यो दुःखलाई सदाका लागि अन्त्य गर्न एक घर एक धारा अभियान मार्फत हाल ओडाका 70% बस्तीमा खानेपानीको पहुँच पुगिसकेको छ। अहिले ओडाका विभिन्न दुर्गम बस्तीहरूमा ठूला खानेपानी आयोजनाहरू सञ्चालन गरिएका छन्। कतिपय आयोजनाहरू निर्माणकै चरणमा पनि छन्। घरमै पानीको धारा उपलब्ध भएपछि स्थानीयको समय बचत मात्रै भएको छैन, उनीहरू अहिले कृषि र आय आर्जनका काममा लाग्न थालेका छन्। स्वच्छ खानेपानीको यो उपलब्धता ओराङका नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार्ने एउटा बलियो कडी स्थापित भएको छ। त्यस्तै कृषि र पशुपालन क्षेत्रलाई पनि ओडाले निकै प्राथमिकता दिएको छ। परम्परागत पशुपालनलाई आधुनिकीकरण गर्न गाउँपालिकाले सुरु गरेको बाख्रा पालनका लागि गोठ सुधार कार्यक्रम किसानहरूका लागि ठूलो राहत बनेको छ। पालिका र कृषकहरूको साझेदारीमा हाल 20 वटा बाख्राका गोठ सुधार गरिएको छ। सफा र रोगमुक्त खोरका कारण बाख्राको उत्पादन बढेको छ। ओडाले दिएको यो खोर चाहिँ धेरै राम्रो भइरहेछ। अब बन्दै जान्छ, बनिरहेछ। अब चिसोबाट बस्न, पिया बाघबाट बस्न धेरै राम्रो हुन्छ। अब राम्रो सुरक्षा हुन्छ जस्तो लागिरहेछ। अब चाहिँ यसैगरी जनताको जीवनस्तर उकास्न र सामूहिक भावनाको विकास गर्न गाउँमा सामूहिक लसुन खेती अभियान सञ्चालन गरिएको छ। बाँझो जमिनको सदुपयोग गर्दै सामूहिक रूपमा गरिएको लसुन खेतीले गाउँमै आम्दानीको नयाँ बाटो खोलेको छ। लसुन मात्र होइन, अन्य नगदे बाली, तरकारी तथा फलफूल खेतीका लागि पालिकाले अनुदान र प्राविधिक सहयोग निरन्तर दिँदै आएको छ। यसै क्रममा पछिल्लो पटक द ग्रीन इन्टेलिजेन्स संस्थाको सहयोगमा ओडाले कृषकहरूलाई एभोकाडो, कागती, तेजपत्ता, ओखर लगायतका विभिन्न प्रजातिका 5,500 बिरुवा वितरण गरेको छ। तल्लो बेल्ट एउटा भौगोलिक हिसाबले हेर्दाखेरि पनि हामीले बासपानी साइडपट्टि चाहिँ अलिकति त्यहाँनिर अलिकति त्यहाँको भौगोलिकहरू चाहिँ अलिकति तातो भएको कारणले गर्दा त्यहाँनिर अलि कागती, सुन्तलाहरू लगाउने कार्यक्रमहरू भएको कारणले गर्दा त्यहाँनिरका समुदायहरूलाई चाहिँ एउटा कृषि फार्महरू दर्ता गरेर कागती, सुन्तलाहरू लगाउनको लागि हामीले पालिकाबाट बिरुवाहरू वितरण गरेका छौँ। यसै गरी माथिल्लो बेल्टको लागि एभोकाडोहरू, त्यहाँबाट किवीहरू सबैले चाहिँ हामी सबै क्षेत्रलाई समेटेर चाहिँ हामीले कामहरू गरिरहेका छौँ। पोहोरको वर्ष मात्रै हामीले एउटा लसुनको कार्यक्रम गऱ्यौँ। लसुनहरू धेरै उत्पादन गऱ्यौँ, तर त्यसले अहिलेसम्ममा खासै अलि पछिल्लो लहरमा चाहिँ अलिकति बजार व्यवस्थापन नपाएको हो कि जस्तो हामीलाई महसुस भएको छ। यहाँको समुदायहरूलाई चाहिँ के भइरहेछ भने कृषकहरूले आफूले उत्पादन गर्दै गर्दै त्यसले बजारको चाहिँ अलिकति टाढा भएको कारणले गर्दाखेरि, बजार व्यवस्थापनमा टाढा भएको कारणले गर्दाखेरि कृषिपट्टि चाहिँ अलिकति नैराश्यता छाएको हो कि जस्तो भइरहेछ। त्यसको लागि पनि हामीले कार्यपालिकामा कुरा उठाएर एउटा कृषि वाहन गाडी भनेर हामीले उपलब्ध गरेका छौँ, किनेका छौँ र सबै ठाउँमा चाहिँ त्यसको लागि पनि अब घुम्ती शिविर जस्तो चलाएर त्यही गाडी मार्फत हामीले बजारसम्म लानको लागि पनि व्यवस्थाहरू चाहिँ गरिएको छ।
कृषिको मेरुदण्ड मानिने सिंचाइको अभावलाई चिर्न खेतीयोग्य ठाउँहरूमा सिंचाइको समेत उचित प्रबन्ध मिलाइएको छ। प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक सम्पदाले भरिपूर्ण बिगु गाउँपालिका वडा नम्बर 2 ओराङ पर्यटन विकासका दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र हो। यहाँ रहेका मौरी गुफा, तातोपानी कुण्ड, थोबो डाँडा, ठाडो खोला महादेव लगायत अनेकौं प्राकृतिक तथा ऐतिहासिक स्थलहरू अझै पर्याप्त प्रचार प्रसारको अभावमा ओझेलमा परिरहेका छन्। यस्ता सम्भावनालाई उजागर गर्दै पर्यटन प्रवर्धनका लागि ओडाले विभिन्न पहलहरू अघि बढाएको छ। ओडासँग जोडिएको ऐतिहासिक तथा प्राकृतिक महत्त्व बोकेको थोबो डाँडा यस क्षेत्रको प्रमुख आकर्षण हो। समुद्री सतहबाट करिब 4000 मिटर उचाइमा अवस्थित यस डाँडाको शिखरबाट उत्तरी भेगका मनमोहक हिम श्रृङ्खलाहरूको अवलोकन गर्न सकिन्छ। अनुपम प्राकृतिक दृश्यले भरिपूर्ण यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण र प्रचार प्रसारका कामहरू अघि बढाइएका छन्। त्यसैगरी ओडाको एक महत्त्वपूर्ण सम्पदाका रूपमा रहेको तातोपानी कुण्ड पनि पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्ने सम्भावना बोकेको स्थल हो। छाला तथा विभिन्न चर्मरोगहरूमा लाभदायक मानिने यस कुण्डको संरक्षण, व्यवस्थापन र प्रवर्धनका लागि ओडाले विशेष प्राथमिकताका साथ काम गरिरहेको छ। ओडाभित्र रहेका ऐतिहासिक मन्दिर, गुम्बा तथा अन्य धार्मिक सम्पदाहरूको संरक्षण र जीर्णोद्धार कार्यलाई पनि निरन्तरता दिएको छ। सँगै गाउँ छेउको बाटुले चौर शिवालय मन्दिर पनि निर्माणकै चरणमा रहेको छ। बाह्य तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्न पदमार्ग निर्माण प्राथमिकताका साथ अघि बढाइएको छ। पर्यटन पूर्वाधार विकासका यस्ता प्रयासहरूले वडा नम्बर 2 लाई भविष्यमा महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास लिएको छ। ओराङमा चाहिँ पर्यटकीय स्थलहरू हेर्नु पर्दाखेरि जुन एउटा हाम्रो तल मौरी गुफा भन्ने छ, जुन चाहिँ एउटा बुद्धिस्टहरूको चाहिँ राम्रो खालको त्यहाँनिर एउटा विश्वासीले पहिलादेखि विश्वास गरिरहेको एउटा गुफा रहेछ। अहिले पछिल्लो चोटिमा हामीहरूले सबैले खोज खबर गर्दाखेरि त्यहाँ कुन खाले छ भन्दाखेरि चाहिँ सबै समुदायहरूसँग बुझ्दा चाहिँ त्यहाँनिर एउटा मौरी गुफा भन्ने भेटाइयो। मौरी गुफा एकदम राम्रो छ, त्यो ठाउँमा सबैजना पर्यटकहरू त्यो ठाउँमा आइराख्नु भएको छ। त्यसै गरी ठाडो खोला मन्दिर, ठाडो खोला महादेव मन्दिरमा चाहिँ धेरैजना मान्छेहरू, यहाँका भक्तजनहरू जाने गर्दछन् र धेरै मान्छेहरू आउने गर्दछन्। त्यहाँनिरसम्म चाहिँ हामीले सडक बाटो पनि विस्तार गरिसकेका छौँ। ठाडो मन्दिर हुँदै हामीहरूले माथि थोपो डाँडासम्म जानको लागि चाहिँ नेउपाने, थोपो डाँडा हुँदै माथि एकदम रमणीय ठाउँ हेरिरहेको चाहिँ एउटा पर्यटकीय स्थलहरू छ। त्यसै गरी अहिले बिगु 2 वार्ड नम्बर 2 मा चाहिँ एउटा खालको राम्रो शिवालय मन्दिरहरू बनिरहेको छ। त्यसको लागि पनि एउटा पर्यटकीय स्थल राम्रो खालको प्रभाव पर्छ भन्ने हिसाबले त्यही अनुसारले हामीले अगाडि बढाइरहेका छौँ। जनता नै जनार्दन हुन् र उनीहरूको सेवा नै स्थानीय सरकारको धर्म हो भन्ने मूल मन्त्रलाई बिगु गाउँपालिका वडा नम्बर 2 को प्रशासनिक संयन्त्रले पूर्ण रूपमा आत्मसात गरेको छ। हिजोका दिनमा एउटा सानो सिफारिस वा प्रशासनिक कामका लागि पनि विकट बाटो हिँडेर टाढाको केन्द्रसम्म धाउनु पर्ने र दिनभर लाइन बस्नुपर्ने झन्झटिलो अवस्था थियो। तर गाउँमै सिंहदरबार नारालाई सार्थक तुल्याउँदै वडा कार्यालयले अहिले आफ्ना नागरिकलाई अत्यन्तै सरल, सुलभ र पारदर्शी ढङ्गबाट प्रशासनिक सुविधाहरू प्रदान गर्दै आएको छ। वडा अध्यक्ष दीपक ठकुरीको नेतृत्वमा वडा कार्यालयलाई प्रविधि मैत्री र डिजिटल बनाइएको छ, जसले गर्दा विभिन्न सिफारिस, जन्म दर्ता, विवाह दर्ता जस्ता व्यक्तिगत घटना दर्ताका कामहरू निकै छिटो र छरितो रूपमा हुन थालेका छन्। कर्मचारीले दिने सहज सेवा सुविधाका कारण सेवाग्राहीहरूले अपनत्व महसुस गर्न थालेका छन्। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र असहायहरूका लागि वडाले सामाजिक सुरक्षा भत्ता वितरण लगायतका कतिपय सेवाहरू घर दैलोमै पुगेर दिने व्यवस्था समेत मिलाएको छ। सँगै ज्येष्ठ नागरिकलाई दैनिक जीवनमा सहज होस् भनेर सिरक, टर्च लाइट, पानी तताएर खाने कित्ली लगायतका सामग्रीहरू वितरण गरिएको छ।
राज्यको उपस्थिति र सरकारको अभिभावकत्व हरेक नागरिकले आफ्नै आँगनमा महसुस गर्न पाउनु नै आज ओराङको सबैभन्दा ठूलो प्रशासनिक सफलता हो। हिजो हिँड्न गाह्रो हुने भिर पहराहरूमा अहिले यातायातका ट्र्याकहरू खुल्दैछन्। घर घरमा स्वच्छ खानेपानीको पहुँच पुग्दैछ भने शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल सुधारका प्रयासहरू भइरहेका छन्। परम्परागत कृषिलाई आधुनिकीकरण गर्दै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन र भौतिक पूर्वाधारको जग बसाल्न सिङ्गो ओडा लागि परेको छ। अभावबाट सम्भावनातिर र विकटताबाट विकासतिर लम्किँदै गरेको बिगु गाउँपालिका वडा नम्बर 2 मा विकासका आयामहरूमा उल्लेख्य कामहरू भइरहेका छन्।